नमस्कार साथीहरू, आज म तपाईहरुलाई एउटा जानकारीमूलक भिडियो लिएर आएको छु। कृपया लाइक, कमेन्ट र सब्स्क्राइब गरेर साथ दिनुहोला। यसरी नै म तपाईहरुको लागि अन्य जानकारीमूलक भिडियो लिएर आउने नै छु। आज म तपाईहरुलाई आफूले प्रयोग गरिरहेको अरु व्यक्तिको नाममा रहेको एनटीसी कसरी आफ्नो नाममा ल्याउन के गर्नुपर्छ भन्ने बारे जानकारी दिन गइरहेको छु। हाल नेपाल जस्तो विकासोन्मुख देशले पनि विभिन्न संघ-संस्थाहरूमा वा कार्यालयहरू सञ्चालन गर्ने क्रममा उक्त कार्यालयमा सञ्चालन हुने गतिविधिलाई प्रभावकारी बनाउन वा आधुनिकीकरण बनाउने उद्देश्यले विभिन्न प्रकारका अनलाइन सेवाहरू तथा अन्य सेवाहरू प्रदान गर्दै आइरहेको छ। यसरी विभिन्न संघ-संस्थाहरूले विभिन्न प्रकारका सेवाहरू जस्तै बैंकमा खाता खोल्न, नागरिकता बनाउन वा राष्ट्रिय परिचय पत्र बनाउन, भोटिङ कार्ड बनाउन तथा अन्य व्यक्तिगत कार्यहरूमा समेत व्यक्तिको जानकारी छिटो छरितो माध्यमबाट प्राप्त गर्नका लागि व्यक्तिगत मोबाइल नम्बरहरू अनिवार्य रूपमा लिने गर्दछ। यसरी यस किसिमको सेवाहरू लिने क्रममा आफ्नो नाममा दर्ता भएको मोबाइल नम्बर भए प्रभावकारी नै हुने भयो, तर अरु व्यक्तिको नाममा जारी भएको तर आफूले प्रयोग गरिरहेको छ भने कुनै पनि समस्या आइपर्दा त्यस्तो समस्या समाधानको लागि धेरै नै झमेला झेल्नुपर्ने हुन्छ। त्यसैले आजै आफ्नो नजिकमा रहेको नेपाल टेलिकममा जानुभई एनटीसीको सिम आफ्नो नाममा दर्ता गर्नुहोस्। यसरी एनटीसीको सिम आफ्नो नाममा दर्ता गर्दा सर्वप्रथम एनटीसीको सिम आफ्नो नाममा छ छैन चेक गर्नुपर्दछ। आफ्नो नाममा भए नभएको कसरी चेक गर्ने भन्दा आफ्नो मोबाइलको डायल प्याडमा जाने र *922# टाइप गरी डायल गर्ने। यसरी डायल गरिसके पश्चात आफूले प्रयोग गरिरहेको सिम कसको नाममा दर्ता छ भनी देखाउँदछ। आफ्नो नाममा दर्ता छ भने राम्रो भइ नै हाल्यो, नभएमा तुरुन्त नजिक रहेको नेपाल टेलिकम कार्यालयमा सम्पर्क गरी आफ्नो नाममा नामासारी गर्नु होला, किनभने नामासारी गर्नका लागि कुनै अनलाइन माध्यम छैन। यसरी एनटीसीको सिम आफ्नो नाममा नामासारी गर्नको लागि कुनै पनि अनलाइन माध्यम नभएको कारण कार्यालयमा स्वयं उपस्थित भई केही कागजातहरू बुझाउनु पर्दछ। ती कागजातहरू यस प्रकार रहेका छन्। नम्बर 1 मा रहेको छ नागरिकता वा राष्ट्रिय परिचय पत्र वा भोटिङ कार्ड। 2 मा रहेको छ त्यसको प्रतिलिपि। 3 मा रहेको छ पासपोर्ट साइजको एउटा फोटो साथमा लिई नजिक रहेको नेपाल टेलिकम कार्यालयमा बुझाउनु पर्ने हुन्छ। यसरी बुझाउने क्रममा आफूले प्रयोग गरिरहेको सिम जुन व्यक्तिको नाममा दर्ता छ त्यो व्यक्ति त्यस समयमा हजुरसँग साथमा भयो भने अझ राम्रो र सजिलो हुन्छ। तर साथमा वा उपस्थित हुन नसक्ने अवस्थामा उक्त व्यक्तिको नाम तथा ठेगाना खुलाइदियो भने अझ सजिलो हुन्छ। यति बेला कार्यालयको कर्मचारीले अन्तिम पटक वा हजुरले अहिले प्रयोग गरिरहेको सिम कार्डबाट बढी भन्दा बढी कल तथा एसएमएस गर्ने व्यक्तिहरूको मोबाइल नम्बरको बारेमा सोध्न सक्दछ। यसरी सोध्न सक्ने भएकोले आफूले ती व्यक्तिहरू जुन व्यक्तिहरूलाई आफूले कल एसएमएस गर्छ ती व्यक्तिहरूको मोबाइल नम्बरबारे सम्बन्धित कर्मचारीलाई जानकारी गराउनु पर्ने हुन्छ। यसरी सम्पूर्ण प्रक्रियाहरू पुरा गरे पश्चात आफूले प्रयोग गरिरहेको सिम आफ्नो नाममा दर्ता हुन्छ। त्यसैगरी पोस्टपेड सिमको हकमा सोही प्रक्रिया लागू हुन्छ भने यसको लागि
कार्यालयले रु 100 चार्ज समेत लिने गर्दछ र एनसेलको सिमको हकमा पनि एनटिसी प्रिपेड सोसर नै सबै प्रक्रिया पुरा गर्नुभयो भने अर्काको नाममा वा अरू व्यक्तिले प्रयोग गरिरहेको सिम आफ्नो नाममा दर्ता गराउन सक्नुहुन्छ। तपाईहरुलाई मेरो यो भिडियो कस्तो लाग्यो कृपया प्रतिक्रिया दिनुहोला। धन्यवाद।